ल नमस्कार सबैजनालाई। म चाहिँ लोकबहादुर थापा कपिलवस्तुबाट आफूले जानेको कुरा अरूलाई सिकाउने मान्छे है। मैले चाहिँ यो मुढामा दोस्रो सिन्का कसरी लगाउने भनेर चाहिँ सिकाउँदैछु। यो भिडियो हेरेर हजुरले पनि सिक्दिनु हुन विनम्र अनुरोध गर्दछु। यस्तो गर्नु होला। यसलाई यो चाहिँ यति यता राख्नु होला। यतिको लामो चाहिँ यता राख्नुपर्छ। यसलाई फेरि योभन्दा अगाडिको सिन्कालाई यो कालो रसीबाट यता एकचोटि माथिबाट यसरी लिदिनु है। यसरी लिइसकेपछि यहाँ अर्कै प्रोसेस हुन्छ है। यहाँ हेर्नु होला। अब म क्लियर देखाउँछु, क्लियर एकदम बुझ्ने गरेर देखाउँछु। अब यसलाई यतातिर मास्तिर राख्ने, यसलाई यहाँबाट यसरी छिराइदिने यसरी। त्यसपछि यो टुप्पालाई यतातिर ल्याउने, यसलाई यसरी तान्दिने यसरी। यसलाई यसरी कस्दिने, यसलाई यता ल्याउने है। यसलाई यतातिर ल्याइसकेपछि फेरि अर्को सिन्का यहाँबाट छिराइदिने यसरी दिने। यस्तो देखिसक्छ है। हेर्नुहोस् है, त्यो हेरिरहनु होला। हजुरलाई सिक्नको लागि पनि एकदम सजिलो हुने गरेर सिकाइदिएको छु मैले। यो हेरेर सिक्नु होला। बुझ्नु भएन, जान्नु भएन भने कमेन्ट गर्नु होला। मुढा चाहियो भने अर्डर पनि गर्न सक्नुहुन्छ। यस्तो हुन्छ है। अझ नजिक हेर्दा त जुम गरे नि हुन्छ। यो चाहिँ माछे काडी हुँदै 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 जान्छ है। यो यसरी यति सजिलो छ कि यो तरिकाहरू हजुरको लागि। कस्तो देखिँदैछ? हजुरहरूले बुझ्नु भएको छ कि छैन, जान्नु भएको छ कि छैन? ल यस्तो हुन्छ है। हस् त, धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला है।